नमस्कार सम्पूर्ण महानुभावहरुमा। आज म केही मन्त्रहरूको बारेमा भन्न गइरहेको छु। विशेष गरी यो 6 वटा मन्त्रहरू छ। मन्त्रको हाम्रो जिन्दगीमा धेरै नै महत्त्वपूर्ण स्थान छ र मन्त्रमा विशेष शक्ति पनि हुन्छ। वैदिक कालदेखि चलिआएको केही मन्त्रहरू। बिहान उठ्ने बित्तिकै हामीले भुइँमा खुट्टा राख्नुभन्दा अगाडि भन्ने मन्त्र छ। कराग्रे बसते लक्ष्मी, करमध्ये सरस्वती, करमूले तु गोविन्दम, प्रभाते करदर्शनम। सूर्यलाई दर्शन गर्ने मन्त्र। सूर्यलाई जब हामी पहिलो पटक देख्छौं, हेर्छौं, त्यतिखेर भन्ने मन्त्र। आदिदेव नमस्तुभ्यं, प्रसिद्ध मम भास्कर, दिवाकरम नमस्तुभ्यं, प्रभाकर नमस्तुते। त्यसैगरी खाना खानु अघि भन्ने मन्त्र। अन्नम ब्रह्मा रसं विष्णु, भोक्ता देवो जनार्दनम, एवं ध्यात्वा तथा ज्ञात्वा अन्नदोषो न लिप्यते। स्नान गर्ने मन्त्र छ। गङ्गे च यमुने चैव गोदावरी सरस्वती, नर्मदे सिन्धु कावेरी, जले अस्मिन् सन्निधिं कुरु। त्यसैगरी सुत्ने बेलामा भन्ने मन्त्र। सुत्नुभन्दा अगाडि अब म सुत्दैछु भनेपछि यो मन्त्र भन्नुपर्छ। अगस्ती माधवश्चैव मुचुकुन्द महाबल, कपिल मुनिरास्तिज्ञ, पञ्चैते सुखसायिन। त्यसैगरी 6 नम्बरमा रहेको छ औषधि खाने मन्त्र अथवा औषधि नखाने व्यक्तिहरूले पनि यो मन्त्र भन्नुभयो भने लाभदायक हुन्छ। अच्युतानन्द गोविन्द नामोच्चारण भेषजात, नश्यन्ति सकला रोगा, सत्यं सत्यं वदाम्यहम्। यसरी हामीहरूले यो मन्त्रहरू भनेर कामहरू गर्यौं भने हाम्रो कामहरू सफल हुन्छन् र यसले अहिलेको आधुनिक मोडर्न साइन्सको मेनिफेस्टेसन भनेर भन्छ। कुनै पनि कुरा मनबाट सोचेर पटक पटक गरियो भने त्यो पूरा हुन्छ भन्ने कुरालाई पनि यसले जोड्न खोज्छ। वैदिक कालदेखि चलिआएका मन्त्रमा शक्ति छ, विश्वास छ र यसमा मान्ने जमातहरू पनि धेरै हुनुहुन्छ र अहिले नयाँ मेनिफेस्टेसनको नाममा जब हामीले त्यो कुराहरू सुन्यौं र फेरि त्यसलाई विश्वास गर्न थाल्यौं, वास्तवमा हाम्रो मन्त्रहरू नै शक्तिशाली मन्त्रहरू हुन्। त्यसैलाई मेनिफेस्टेसन अथवा ड्रिम अथवा गोल अथवा लक्ष्य बनाऊ भनेर भनिए पनि त्यसको सार तत्त्व र मुख्य कुरा भनेको हामीले गर्ने काममा दत्तचित्त भएर लाग्नु,